हाई, आज चाहिँ म सिङ्गापुर जाँदैछु एक्लै नै अनि फर्स्ट टाइम अब ब्याङ्ककबाट सिङ्गापुर जान अलिकति नर्भस त भइरहेछ, अलिअलि डर डर लागे जस्तो भइरहेछ। एट द सेम टाइम एक्साइटमेन्ट पनि छ है। सो मिक्स्ड खालको फिलिङ्सहरू आइरहेको छ। के हुन्छ म सबै अरू भिडियोमा भन्छु। सिङ्गापुरको एयरपोर्ट चाहिँ बेस्ट छ अरे, एकदम बवाल छ अरे भनेर सुनेको। सो आई लभ द यु गाइज, बाई, स्टे ट्युन। यो चाहिँ म बसेको होटल हो अनि मेरो लगेज यहाँ छ। फिर फाइनली एयरपोर्ट आयो। अब दुईवटा सुर्केस घिसार्दै जानुपर्ने भयो। Hi. 14A. 14A, you already passed by the 16, 15, 14. Ow. बल्ल छाङ्गे एयरपोर्ट आइपुग्यो सिङ्गापुरको। अनि मलाई धेरैले यहाँको एयरपोर्ट घुम्नु होला, एकदमै राम्रो छ, बवाल छ भन्नुभएको छ। एयरपोर्ट कहाँ हो भने थाहा छैन, त्यस्तो बवाल तर कार्पेटहरू चाहिँ राम्रै छ है, राम्रै रहेछ। हाम्रो घर जस्तै रहेछ कार्पेट चाहिँ। सो एयरपोर्ट छिरेको जस्तो फिल हुँदैन रहेछ, यो चाहिँ घरमा गइरहेको जस्तो फिल हुँदो रहेछ। सो अझै पनि म यहाँको पुरै ठाउँहरू घुम्छु। स्टे ट्युन गाइज, बाई। मैले यहाँको इन्फ्रास्ट्रक्चर चाहिँ माने कि आमामा 12 बज्नु बस्न लाग्यो। बिहान हुन थाल्यो, बिहान जान लाग्यो, दिउँसो हुन लाग्यो। ओ कहिले सकिँदैन हिँडेर, एक्लै कति हिँड्नु हो, अल्छी लागिसक्यो। साथीसँग आएको भए कुरा गर्दै हिँड्न मिल्थ्यो, एक्लै त केसँग कुरा गर्ने हो, अल्छी पनि लाग्छ, सोध्यो भने पनि भाषा बुझ्दैनन्। त्यस्तो छ। ल गाइज, बाई। अब के गर्नु, यस्तै हो। अरू चाहिँ त्यसरी हिँडिरहेछन्, म चाहिँ यत्तिकै हिँडिरहेको छु किनभने मैले सबै ब्यागेजमा दिएको छु। मेरो एउटा माथि ब्याग छ। आइया हो, एक्सर्साइज पनि हुने रहेछ। जे होस्, मस्त वर्कआउट गर्नु पर्दैन। गाइज, हजुरलाई ब्रान्डेड सामान चाहिएको छ भने चाहिँ सिङ्गापुरको एयरपोर्टभित्रै पाइने रहेछ, अन्त गएर किन्नुपर्छ भन्ने छैन। यी ल हेर्नु त कस्तो बवाल ब्रान्डहरू छ। म त किन्दिनँ, मैले त सब पैसा सकिसकेँ। यतापट्टि पनि ब्रान्ड देखिरहेको छु, तर म त अब पैसा खर्च गर्ने बाला छैन। आमा, सपिङ सेन्टरै रहेछ नि त यहाँ त। अनि राम, अनि धनी हुँदैन त एयरपोर्ट यत्रो पैसा कमाएपछि। भएर पैसा कमाउनलाई आमामा यत्रो बेच्न राखेको छ। अनि बाहिरको भन्दा डबल टेबल खटाउने होला पैसा पनि, भइहाल्छ नि धनी एयरपोर्ट। आमामा, ओइ क्या है ये क्या है भाइ। कारै किन्छु भन्ने पनि राखेको रहेछ। अब यहाँबाट फेरि कार कसरी निकाल्ने बाटो छ त? यस्तो हेर्दा त कार निकाल्ने बाटो छ जस्तो पनि लाग्छ यार मलाई त। ओ माई गड, कपडा। पैसा हुनुपर्ने रहेछ कि जिन्दगीमा, पैसा भएपछि तपाईँको के थाहा, प्लेनभित्रै पनि खानेकुरा आएर खुवाइदिन्छन् कि। मैले त आज होइन प्लेनमा के भयो थाहा छ, पैसा तिर्नुपर्छ होला भनेर कोक लिएर आएको थियो होइन, के पैसा तिर्नुपर्छ होला भनेर नखाइ बसेको त पैसा तिर्नु नपर्ने। यसो हेर्छ खाने मान्छेले पैसा तिरेन, टेन्सन भयो नि एकछिन त। फेरि हाम्रो जस्तो हातमा दिने होइन रहेछ नि त, भन्दै हिँड्दा लिने भयो लिनुहोस् भन्दै हिँड्दो रहेछ। भाषा पनि बुझिनँ, इङ्ग्लिस पनि भटटर बोल्यो, मैले बुझिनँ। त्यही नबुझेको भएर खानै पाएन। बाई। अब फेरि अझै चिजहरू देखाउँछु भन्यो, के मात्रै देखाउनु, कति मात्रै देखाउनु, खिच्दा स्टोरेज फुल हुन्छ। अब आफै हेर्छु, म त देखाउन सक्दिनँ। बाई। ब्रान्डेड सोरुमहरू देखेँ होइन, लुइस भुटन पनि रहेछ यहाँ। अब लुइस भुटन त होला नि आउँदैन भन्नु पनि,
तर त्यहाँ चाहिँ फेरि स्टाफभन्दा अरू कोही पनि देखेको छैन है। खतरा खतरा ब्रान्ड जुन चाहिँ महँगो महँगो ब्रान्ड हुन्छ नि त्यो ब्रान्ड त विनोद चौधरी दाइले किन्नुहुन्छ होला होइन, अरू त कसैले किन्न सक्दैन। कोही मान्छे मात्रै देख्छु म त स्टाफ मात्रै देख्छु, एक दुईजना दुई चारजना, त्योभन्दा बाहेक मान्छे छिरेकै देख्दिनँ। देखाउन राख्छन् कि ब्रान्डहरू कुनै कुनै त मलाई अचम्म लाग्छ। त्यस्तो सजाएर राखेको छ नि यिनीहरू, किन्ने हो कि हेर्ने हो नै कन्फ्युज हुन्छ। अनि डर पनि लाग्छ कि छिर्न, फोहोर लाग्छ कि जुत्तामा फोहोर कुल्चेर आएर लाग्छ कि तिनीहरू सामानमा भनेर डरै लाग्छ। छिर्न पनि मन लाग्दैन भने सब आफ्नै तालमा होइन, धन्न भाषा बुझ्दैनन् र। बाई बाई गाइज, हेर्नु जति हेरे पनि यो सकिँदैन। हेर्नु त ल ब्यागहरू, क्या खतरा खतरा ब्यागहरू छ हौ। यहाँ चाहिँ मैले यो सोरुम देखेँ होइन, यहाँ पुरै यस्तो खतरा खतरा ब्रान्डेड रक्सीहरू राखेको रहेछ। यो रक्सी त छुँदै नचेकन मलाई त लागिसक्यो। सो प्राइस सोध्नु त परेको कुरा छुँदा पनि नचेकन लागिसक्यो क्या। सो म किन्ने त धेरै दूर कि बात दूर। हेरौँ है गाइज, रुख घरभित्र कसरी रोप्ने भनेरै यहाँ सिकाउँ, सिङ्गापुरबाट सिकाउँ कसरी घरभित्र रुख रोप्न सकिन्छ। हेर्नु त आमा कत्रो कत्रो रुख देख्नु भयो नि, रुख रोप्न वन जङ्गल जोगाउन सिङ्गापुरबाट सिक्नुपर्ने देखिन्छ। त्यो त हाम्रो बाख्राले खाने ऊ जस्तै देखिन्छ त यार, बाख्राले खान्छ यार यो त। जब इमिग्रेसनमा जाने बेला आउँछ मुटु ढुक 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 हल्लिन थाल्छ, मुटुले काम नगरे जस्तो हुन्छ। मनी एक्सचेन्ज कता गर्ने हो थाहा छैन यार, के गर्छ इमिग्रेसनले भन्ने डर लाग्ने रहेछ क्या। अब कहाँनिर मनी एक्सचेन्ज के गरिरहेको छ मान्छेहरूले, म त बुझिरहेकै छैन। डकुमेन्टहरू लिइरहेको के कत्रो ठुलो बनाएका कि एयरपोर्ट, मान्छेलाई कन्फ्युज बनाउने, यताबाट उता उताबाट उता राम थाकेर हेर मान्छेहरू बिचमै सुतेका छन्। कहाँ हो कन्फ्युज भएर होला कि यो कहाँ जाने भएर कहाँदेखि थाक्दै आएको होला बिचरा। यस्तो बिजोको एयरपोर्ट गएर यत्रो ठुलो एयरपोर्ट बनाएपछि यस्तै हो, सानो बनाउनु पर्छ नि। गाइज एयरपोर्ट यति ठुलो रहेछ कि मलाई कता घुम्ने हो कसरी घुम्ने हो पनि थाहा भएन। म त हतार ग्र्याब बुक गर्न थालिहालेँ। सो ग्र्याब बुक गरेर निस्केँ होइन। एयरपोर्ट त अझै घुम्न बाँकी रहेछ बाहिर, कति धेरै ठाउँहरू छ। हजुरहरू आउनुभयो भने चाहिँ प्लिज ग्र्याब बुक गर्नुभन्दा अगाडि चाहिँ मजाले एयरपोर्ट घुम्नु होला। किनभनेदेखि एयरपोर्टमा मेरो सामान धेरै थियो क्या, सामान धेरै भएको हुनाले गर्दाखेरि सामान झुन्डाउँदै कता घुम्न जाने भनेर भइरहेको थियो। सो त्यही नै हो, मजाले एयरपोर्ट घुम्नु होला। म त निस्केँ नबुझिकन, बाई। कति हिँडेँ आमामा। अहिले चाहिँ म यो कुन ठाउँ रे भाइ, अल्जिनेटमा ट्रेन चढ्न आएको छु। सो इन्डिया गएर मैले ट्रेन चढ्छु भनिरहेको थिएँ, तर इन्डिया जानु परेन, सिङ्गापुरमै आएर ट्रेन चढ्न पाउने भए। सो स्टे ट्युन गाइज, बाइ। मरिना साउथ पियर भनेको यहाँको सिङ्गापुरको एकदमै टुरिस्टको लागि एकदमै प्रख्यात ठाउँ रहेछ। ठ्याक्कै म त्यहीँनिर आइपुगेको छु। जुनसुकै विदेशमा पनि you will find Indian. So I love Indian.
सो जहिले पनि हामी ट्राभल गर्दाखेरि चाहिँ सिङ्गापुरमा चाहिँ एमआरटी खोज्नको लागि यो यहाँ लेखेको हुन्छ क्या यस्तो एमआरटी डाउन भन्ने लेखेको हुन्छ सो एरो दिएको खोजेर हिँड्नुपर्ने रहेछ क्या यस्तो मजाले अनि भेटिहाल्ने रहेछ जहाँ गए पनि हराउँदैन सोध्नुपर्छ मान्छेलाई सोधेको सोधै गर्नुपर्ने रहेछ कता हो यो त सिडी हो मान्छेहरू सब पैसा बचाउन हिँडिरहेको हो होइन मेट्रोबाट पैसा बचाउने तरिका यस्तो सजिलो सस्तो रहेछ सो यसरी हिँड्नुपर्छ क्या हिँड्नु नै सकेपछि My job is awesome. हाई गाइज अहिले म बल्ल होस्टेलमा आइपुगेको छु रातिको 12 बजेको छ अनि मैले एकजना नेपाली भाइ भेटेँ मेरो वेल विसर अनि उहाँ चाहिँ सिङ्गापुरको मिलिट्री पुलिसमा हुनुहुँदो रहेछ अनि उहाँलाई चाहिँ पुलिसको एउटा रुल्स हुँदो रहेछ क्या पब्लिकसँग क्लोज नहुनको लागि भनेको हुँदो रहेछ अनि सो मैले उहाँको इन्फर्मेसनहरू उहाँको फेसहरू रिभिल गरिनँ डिस्क्लोज गरिनँ होइन उहाँले त्यही नै भन्नुभएको थियो सो 24 इयर्समा राम्रो काम गरेर राम्रो पैसा कमाइरहनु भएको रहेछ भाइले सो प्राउड अफ यु ब्रो अनि मलाई उहाँले घुम्न भिडियो खिच्नको लागि पनि हेल्प गरिदिनु भयो सो थ्याङ्क यू सो मच अनि अब यो चाहिँ डे 1 को भिडियो हो अब डे 2 को फेरि पनि आउँछ स्टे ट्युन गर्नु होला स्टे ट्युन गाइज अनि टु लाइक सेयर सब्सक्राइब बाई